प्रतिनिधि सभा निर्वाचन आजदेखि समानुपातिको बन्द सूची पेश गर्ने कार्यक्रम सुरु। विदेशी हालिमुहाली संस्थागत गर्न रवि बालेन सम्झौता, हर्क साम्पाङको आरोप। एमाले सचिवालय बैठक बस्दै समानुपातिक उम्मेदवारबारे छलफल हुने। गुल्मीमा माटोको ढिस्कोले पुरिएर 2 जना घाइते। मनाङमा हिउँ चितुवा वासस्थान पहिचान गरिँदै र कुलमानको पार्टीले गर्यो रासोपाको प्रस्ताव अस्वीकार। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय सुरु भएको छ। निर्वाचनका लागि दर्ता भएका दलहरूले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेश गरिसक्नुपर्नेछ। निर्वाचन आयोगका अनुसार बन्द सूची पेश गर्ने समय सोमबार राति 12 बजेसम्मका लागि तोकिएको छ। समानुपातितर्फको बन्द सूचीका बारेमा पुस 15 गतेदेखि 20 गतेसम्म छानबिन गरिनेछ। आयोगले पुस गतेसम्म बन्द सूची छानबिन गरेपछि पुस 21 गतेदेखि 27 गतेसम्मलाई दल मिलाउन लगाउने कार्यतालिका छ। पुस 28 गतेदेखि माघ 3 गतेसम्म दलले मिलाएको बन्द सूची ठिक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ। माघ 4 गते बन्द सूची प्रकाशन गरिनेछ। माघ 20 गते अन्तिम सूची प्रकाशन गरिनेछ। 100वटा राजनीतिक दलले 93 चिन्ह मार्फत समानुपातिक प्रणालीको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन्। समानुपातिक तर्फको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूची मार्फत उम्मेदवारको सूची पेश गर्न पाउनेछन्। बन्द सूची पेश गर्ने कार्यक्रम सुरु भएपछि नेपाल मजदुर किसान पार्टीको टोली बिहानै निर्वाचन आयोग पुगिसकेको छ। अन्य दलहरू पनि बन्द सूचीलाई अन्तिम रूप दिने तयारीमा छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। यस सम्झौतालाई उनले केवल सत्ताका लागि र विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि भएको टिप्पणी गरेका छन्। कृषिको लागि र यो देशलाई लिलाम गर्नका लागि आज बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै साम्पाङले भनेका छन्, विदेशी हालिमुहाली प्रत्यक्ष हामीलाई महसुस भइसकेको छ। त्यसलाई अब संस्थागत गर्नका लागि उनले रासोपा सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन शाहको नामले यस्तो टिप्पणी गरेका हुन्। उनले बालेनलाई लक्षित गर्दै जेनजी आन्दोलनको बेला र देश जल्दा टुलु हेरेर बसेको भनेर आलोचना गरेका छन्। बालेनलाई उनले भित्री बसेर डरलाग्दो खेल खेल्ने र लुकेर बस्ने व्यक्तिको संज्ञा दिएका छन्। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान 11 बजेका लागि बोलाइएको छ। 11औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको नेकपा एमालेको त्यस यता पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो। बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिक तर्फका उम्मेदवारहरूको बारेमा छलफल हुने बताइएको छ। एमालेले समानुपातिकको बन्द सूचीका लागि उम्मेदवारको नाम सङ्कलन गरिसकेको छ। गुल्मी जिल्लाको इस्मा गाउँपालिका 6 रङदल चौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा 2 जना घाइते भएका छन्। इस्मा गाउँपालिका 5 बनगाउँ निवासी वर्ष 47 की हिरा विष्ट र वर्ष 23 की सुमित्रा मुखिया घाइते भएका हुन्। माटोको ढिस्को खस्दा च्यापिएर उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक एसपी नारायण प्रसाद अधिकारीले जानकारी दिए। घाइते हिरा विष्टको बायाँ आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट रहेको छ। त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको प्रहरीले जनाएको छ। दुवैजनाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई पुरिएको अवस्थामा स्थानीयले उद्धार गरेका थिए। घाइते दुवैजनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ। हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले हिउँ चितुवा सर्वेक्षण जारी छ। राष्ट्रिय प्राकृतिक कोष एनटीएनसी र अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना स्क्याम्पले संयुक्त रूपमा मनाङ क्षेत्रमा विज्ञसहित क्यामेरा ट्यापिङबाट हिउँ चितुवाको अवस्था गणना र वन्यजन्तुको अनुगमन गरिने भएको हो। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने दुर्लभ तथ्याङ्क सङ्कटग्रस्त वन्यजन्तु हिउँ चितुवाको अवस्था बुझ्न सर्वेक्षण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइका प्रमुख टकबहादुर भुजेलले जानकारी दिए। उज्यालो नेपाल पार्टीले रासोपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ। शनिबार दिउँसो 1 बजेदेखि काठमाडौँको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रासोपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयास थप गृह कार्य गर्ने निर्णय गरेको हो। बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार रासोपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो।